संबंध कि सपना? संबंध कि सपना? संबंध कि सपना? संबंध कि सपना? कहिले काहीँ सम्बन्ध जोगाउन सपनाको हत्या गर्नु पर्दो रहेछ। हत्या? अनि ती मरेका सपनाहरूलाई वास्तविकताको किनारमा राखेर जलाउनु नै जीवनको एक परिभाषा रहेछ। परिभाषा। फेरि आउँछ न्यायका कुरा। सम्बन्ध जोगाउँदा जोगाउँदै विभत्स रूपमा हत्या गरिएका ती सपनाहरूको निम्ति न्यायको आवाज कसले उठाउने? अनि मैले मेरो सपनाहरूको विषयमा सोच्ने कि सम्बन्ध जोगाउने? तर किन हो आज मलाई आफू अँध्यारोतिर जाँदैछु जस्तो लाग्दैछ। अँध्यारोतिर? लाग्छ काल प्रकाश दिने अँध्यारो सपनाको कुप्पी हातमा छ। मनमा अनेकौं प्रश्नहरूले हिजो आज प्रश्न गर्न थालेका छन्। त किन यसो गर्दैछस्? छेउमा राखिएको डायरीको पानाहरू पल्टाउँछु। लाग्छ ती पानाहरूसँगै जीवनका महत्त्वपूर्ण मैले छुट्याउनै नहुने पानाहरू आफै पल्टिँदै जाँदैछन्। उड्दैछन् मेरा लक्ष्यहरू, पौडिँदैछन् मेरा सपना। तर कतै त्यो आकाशले उड्दा उड्दै मेरा पखेटाहरू काटिदिए भने, तर कतै पौडिँदा पौडिँदै यो दुनियाँको सागरले मेरो सासलाई दबाइदियो भने सम्झन्छु, डर लाग्छ। घरिघरि लाग्छ मेरा सपनाहरू नै पो गलत थिए। घरि लाग्छ म आफै पो गलत छु। सम्झन्छु, डर लाग्छ। यतिका वर्षसम्म लड्दै उड्दै अनेकौं हावाहुरीबाट जोगाउँदै दोहोर्याएका मेरा यी सपनाहरूले कतै कालो प्रकाश त दिँदैन। कालो प्रकाश दिँदैन? बिना चोट पत्थर पनि कहाँ बनेको छ मूर्ति यहाँ। बिना चोट पत्थर पनि
कहाँ बनेको छ मूर्ति यहाँ कर्म हो भाग्य फुल्ने तिम्रो भाग्य तिम्रै हातमा तिम्रो भाग्य तिम्रै हातमा बुझ तिमीले जे मलाई बुझेकै छु आफैलाई बुझ तिमीले जे मलाई बुझेकै छु आफैलाई सफलताको धेरै परिभाषा होलान् मेरो बुझाइले तिमीलाई छोलन नछोलन तिमीलाई छोलन नछोलन तिमीलाई छोलन नछोलन Thank you. यो थियो म्युजिकल पोएट्री विथ एक्ट राज शर्मा र विराज बास्कोटाजीलाई फेरि पनि यहाँले जोरदार ताली दामी दामी विराजी हामी लगत्तै लोकदोरी गीत प्रस्तुत